टिमाई खोला उत्खनन गर्ने कि नगर्ने भन्ने विषयमा हिजो भएको छलफल तथा अन्तर्क्रियामा तनाव उत्पन्न भएको छ। बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 र 5 को सिमानामा पर्ने टिमाई दोभानमा जनप्रतिनिधि साथै स्थानीय बीच भनाभन भएको हो। गएका वर्षहरूमा मापदण्डभन्दा गहिरो गरी नदीजन्य पदार्थ निकालिएको भन्दै यस वर्ष यस्तो नगर्न स्थानीयले सुझाव दिएका थिए। बुधबार र शान्तिनगर मर्ज भएको 10 वर्ष जति भयो। यो खोलाको उत्खनन होइन, यतिखेर दोहन भइरहेछ र आजको दिन म पानी गेबे गौडाको खान्छु। मानव जीवनको लागि जल, जमिन र जङ्गल भन्ने तीनटा चिज चाहिन्छ। आज ती तीनटै चिजहरू शान्तिनगरमा के यथावत छन् या क्षतिग्रस्त छन्? पहिलो कुरा हेर्ने कुरा त्यो। सरकारवाला मान्छे भनेको त रोङको मान्छे हो, जसले आफ्नो भित्तो फुटाएर हाम्रो यहाँको खाल्डो पुर्नको लागि पठाइदिँदैछ। खोइ सरकारवाला। मैले रोङको अध्यक्षसँग यो कुरा गरेको छु। विगलजी, तपाईँले बडो राम्रो कुरा उठाउनु हो। म पालिका स्तरमा बुद्ध शान्तिसँग गफ गर्छु। उहाँले त्यो जवाफ दिनुभएको छ। र एउटा कुरा के छ भने पेलेरै लाने हो, जनता मासेरै खाने हो, मुडेबलै लगाउने हो भने म अत्यन्तै सामान्य मान्छे हो, मैले भाग्नुपर्छ। म सक्दिनँ बिड्न। होइन, यहाँको मान्छेको जीवनको पनि रक्षा गर्नुपर्छ है भन्ने छ भने राम्ररी सोचौँ। किनभने दुई खुट्टा हुने बित्तिकै मान्छे हुँदैन, दुईटा खुट्टा त कुखुराको पनि हुन्छ। अत्यन्तै मानवतासँग सोचौँ। म एउटै मात्रै कुराले यति गम्भीरतामा छु कि हामी कहाँको पानी खाँदै थियौँ र आज हामीले पानी खोज्न कहाँ पुग्नु पर्यो र प्रत्येक रात आज हाम्रो घरमा आउने पानीको पाइप काटिन्छ। 2 जना कर्मचारी रोएर बसेका छन्। किन? पानी आएन त केटा भनेर हामी भन्छौँ कर्मचारीलाई। उसले काम गरेको छ तर पाइप काटिदिन्छ। पाइप नकाटोस् पनि कसरी? उसले त त्यो खेती लगाएछ, जहाँबाट भए पनि पानी त हाल्नु पर्यो त खेतीमा। र त्यो खेतीमा पानी हाल्ने क्रममा उसले पिउने पानीको पाइप काट्ने जस्तो जघन्य अपराध गरिरहेछ। हाम्रो देखिहाल्नु भयो खाने पानी यस्तो छ, यस्तो पानीमा हामी खाँदैछौँ भनिहाल्नु भाइहरूले। अब यस्तो दुःख छ हामीहरूलाई यहाँनिर। र हामीहरूका जनप्रतिनिधिहरूले जुन खालको एउटा योजना ल्याउनु भयो, यहाँ दिनुपर्छ भन्ने, ठेकेदारलाई दिनुपर्छ भन्ने, बाटोलाई दिनुपर्छ भन्ने कुराहरू ल्याउनु भयो, आउनुभयो यहाँ। त्यो कुरा नदिँदा पनि हामीहरूले के हुन्छ भने हाम्रो विकास रोके जस्तो हुन्छ। विकास नरोकियोस्, तर के होस् भन्नुहुन्छ भने नापदण्डबाट 2 इन्ची पनि बाहिर नहोस् र वारिपारिका जनताको बाट कतिसम्म नापदण्ड राख्ने त्यसलाई राखेर यो बाँधबाट 100 मिटर तल यो बाँधलाई पिर्न परिकन, यो खानेपानीलाई पिर्न परिकन त्यसरी खनियोस्। खन्ने विषयमा के छ भने हाम्रो स्थानीयको, म एउटा स्थानीय भएको नाताले अब हरेक विषयमा उठिरहेको छ। यहाँ चाहिँ बेल्चाले लाउने, टिफर नलाउने, जेसिबी नलाउने, मेसिन नलाउने भन्ने कुरा भइरहेको छ। यस विषयमा चाहिँ त्यही तरिकाले जाने हो, किनभने अब हाम्रो पनि रोजगार मिल्छ, खानेपानीको पनि अब मुहानहरू सुत्दै गएको छ, खानेपानीको पनि व्यवस्थित हुन्छ। अनि व्यवस्थित तरिकाले अब जसरी लाउने हो भने, अब खोला उत्खनन गर्ने हो भने दुईतर्फ तटबन्धन गरिदिने व्यवस्थित तरिकाले जनता पनि यता नमर्ने, यता विकास पनि नरोकिने तरिकाले जानु पर्यो। त्यो चाहिँ मेरो जनसमुदायको के अरे सम्मान र इज्जत चाहिन्छ। अब जनसमुदायले भनेको कुरा 1 पोइन्ट जिसिबीलाई नै खनाउने, 5 जना लाग्नेमा 50 जना खटेर हामीहरू गर्न तयारै छौँ भने यो अब एकदम उत्तम कुरा हो। र कुनै बसाजात पूर्व र पश्चिम हाम्रो यहाँ बस्ती छ, जसमा के अरे स्थानीय गाउँपालिकादेखि लिएर सबै सरकारले मध्यनजर राखेर हामीहरूको बाँध पठन बाँधिदिनु पर्यो र उताको लाइन बचाउनु पर्यो, यताको लाइन बचाउनु पर्यो। सरकारको पनि विकास गर्नु पर्यो र जनसमुदायको पनि सुविधा हुनु पर्यो भन्ने चाहन्छु। हाम्रो विषय के हो भने बाटो रोकिनुपर्छ भन्ने होइन। अघि उहाँले नवराज सरले भन्नुभयो यहीँको माटो लानुपर्छ भन्ने के छ? यही छ क्या प्रश्न कुरो।
ल यहाँको त्यसमाथि ठेकदारलाई भन्नुपर्ने मेरो कुरो अर्को कुरो अहिले हालसालै बुद्ध शान्ति 1 नम्बर वार्डमा खोलामाथि त्यो ठेकदार पुलमाथि मदन भण्डारीलाई लाने भनेर कृष्ण खतिवडाजी यहीँ आउनुभएको छ। उहाँको बारी खनेर हामीले मिडियामा हेऱ्यो। त्यहाँको अवस्था हेरौँ त। त्यहाँ मदन भण्डारी राजमार्गमा गयो माल। सोचौँ त, हामी विकास विरोधी होइन है। यहाँ मिडिया तपाईँहरू हुनुहुन्छ, विकास विरोधीमा कुरा पटक्कै होइन। त्यहाँ बन्नुपर्छ, यो कम्पनीले चाँडोभन्दा चाँडो बनाउनु पर्छ। तर मेटेरियल कहाँबाट कसरी जनतालाई होइन, जनतालाई असर नपर्ने गरी, बस्तीलाई असर नपर्ने गरी, खानेपानीलाई असर नपर्ने गरी सबैको भावनालाई बुझेर विकास गर्नुपर्छ भन्ने मात्रै हो। विकास हामीले रोक्न खोजेको होइन है। किनभने यसले के देखियो भने एउटा चाहिँ यो मिडियामा ट्रोल भयो जस्तो भयो, यता विकास विरोधी पो रहेछ। हामी विकास विरोधी नै होइन। खोला चाहिँ नि दोहन गर्न रोकेर विकासलाई चाहिँ विरोध गरेको भन्ने कुरोहरू आउँदैछन्। यो तपाईँहरूलाई एउटा भ्रम भएको भन्ने म चाहिँ नि भन्न प्रस्ताउन चाहन्छु। अध्यक्षज्यूले भन्नुभयो यहाँ चाहिँ नि केही कुराहरू चाहिँ हदसम्म समझदारी गरेर अनुगमन टोली राखेर काम गर्दा पनि हुन्छ कि भन्ने खालको कुरा गर्नुभयो। यहाँ चाहिँ नि जानकारी रहोस्, 10औं वर्षदेखि अगाडि अनुगमन समिति बनाएर यहाँ चाहिँ अनुगमन गरेको पनि हो। तर पनि त्यो कुरोलाई कहिले पनि कार्यान्वयन भएको चाहिँ छैन। यहाँनिर हामी सबैलाई थाहा छ, यहाँ चाहिँ कहिले पनि कार्यान्वयन भएको छैन त्यो, र त्यो फेरि पनि दोहोरिन्छ। र म अध्यक्षज्यूलाई के भन्न चाहन्छु भने फेरि पनि यदि यो वार्ड नम्बर 4 को खानेपानीको जुन मुहानहरूलाई भोलि सुकेर जाँदा तपाईँ चाहिँ यदि जिम्मेवारी रहनुहुन्छ भने ठिक छ न, यो कुरालाई पनि सहमत गरेर जान सकिन्छ न। भोलि यसको चाहिँ सुकेर जाँदा पानी वार्ड नम्बर 4 को वासीलाई पानी पिलाउने जिम्मेवारी मेरो भन्नुहुन्छ भने त्यो कुरोलाई हामीले चाहिँ मनन गरेर सहमति गर्न सक्छौँ। ल ठिक छ। र अर्को कुरो, विकास मिसिन लगाएर मात्रै हुन्छ भने बेलचा लगाएर विकास हुँदैन र? बेलचा लाउँदा मात्रै विकास हुन्छ? हाम्रो 4 नम्बर वार्डको चाहिँ नि सामसिक त यो कति होला र चाहिँ 2 किलोमिटर 3 किलोमिटर ल, त्यो चाहिँ हामीले चाहिँ के बेलचा लगाएर चाहिँ निर्माण गर्न सक्दैनौँ? यहाँको चाहिँ नि यहाँको मेटेरियल चाहिँ नि जाँदै मोरङसम्म पुर्याउने चाहिँ हामीले आधिकारिक रूपमा दिने। नदीजन्य सामग्री उत्खनन गरे पनि जेसीबी प्रयोग गर्न नदिने विषयमा स्थानीयले आवाज उठाएका थिए। ठेकेदार कम्पनीहरूले सधैँ मापदण्डमा भएको भन्दा गहिरो गरी खनेको र यसको कसैले प्रभावकारी अनुगमन नगरेकोले आफूहरू मारमा परेको स्थानीयको गुनासो थियो। उनीहरूले यस वर्ष यस्तो हुन नदिन जिल्ला प्रशासन र सम्बन्धित निकायसम्म आफ्नो कुरा राख्ने बताएका छन्। स्थानीयले आवाज उठाएपछि केही समय अघि बुद्धशान्ति 1 स्थित हडिया खोलाको उत्खनन पनि रोकिएको थियो। त्यहाँ स्थलगत रिपोर्टिङ गर्दा अवैध रूपमा उत्खनन गरेको समेत पाइएको थियो। अहिले टिमाईमा पनि यस्तै समस्या दोहोरिन सक्ने भएकोले वार्ड नम्बर 4 का अध्यक्ष शेरबहादुर रायले इन्जिनियर तथा प्राविधिकको रोहबरमा वार्ड नम्बर 4 र 5 का स्थानीय तथा सरकारवाला सबैलाई स्थलगत रूपमा नै बोलाएर उनीहरूको राय बुझ्ने कोसिस गरेका थिए। त्यहाँ उपस्थित भएको सम्पूर्ण स्थानीयले विगतमा मापदण्ड विपरीत उत्खनन भएको भन्दै यस वर्ष यस्तो गर्नु नहुने पक्षमा आवाज उठाएका थिए। पालिकाले खोला उत्खनन गर्दा मापदण्ड विपरीत कुनै पनि कार्य गर्न पाउँदैन। बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्थानीयवासीको गुनासोलाई समेत सम्बोधन गर्दै कार्य गर्ने बानीको विकास गर्न जरुरी छ। बुद्धशान्ति साप्ताहिकको एक रिपोर्ट। त्यसले गर्दा तपाईहरुले एउटा कुरा के बुझ्नु पर्यो भने यहाँ धेरै कुरा आएका छन्। तपाईहरुको राम्रा कुरा पनि आएका छन्, नराम्रा कुरा पनि आएका छन्। तर नराम्रो आयो भने हामी नराम्रो भयो भन्दैनौँ। किन जसले जति बुझेछ त्यति बोल्ने हो। बोल्दाखेरि तपाईहरुले बुझे अनुसार तपाईहरुले राख्नु भएको छ। तपाईहरुको कुरा हामीले सुनेका छौँ, टिपोट मैले गरेको छु। भोलि सम्बन्धित ठाउँमा म त्यो कुरा पनि पुर्याउँला। त्यो गर्दै गर्दा आज यो एउटा चाहिँ कमसेकम हामीले यो चाहिँ चेक ड्याम बानेका छौँ। त्यतिखेर के भनेको थियौँ पोहोर यहीँ बसेर एउटा माइनर छ, अहिले पनि हेर्नु होला। यहाँ आएको 50% पैसा यहाँ लाउने कुरामा त्यतिखेर ठ्याक्कै कार्यवाहक अध्यक्ष म आफै थिएँ, लाउने कुरामा गर्ने भनेर निर्णय गऱ्यौँ। त्यो अनुसार काम गरेका छौँ होइन। अब कामै भएन हो, भएन। हिजो सबै हामी त जिम्मा लिनु सक्दैन नि त, तर हामीले जिम्मा लिने ठाउँमा गरेका छौँ। तर तपाईँहरूको कुरा त्यति गऱ्यो भने तपाईँहरूले खन्नै पर्छ। त्यो मापदण्ड अनुसार सबै टिमाई खोला दिनुपर्छ भन्ने होइन। तर त्यो मापदण्ड अनुसार खन्नै पर्छ भने जेसी मार्फत लाने गरी तपाईँहरूको एउटा टिम बनायो भने त आखिर संरक्षण गर्ने तपाईँहरूकोले चासो राख्नु भयो नि त। अब त हिजो त राख्नु भएन होइन।
पहिले राख्यो भने अलिक बढी हुन्थ्यो। मिटिङ हुँदा नि उहाँहरूले गएर त्यहाँ विचार गर्नु भनेर त्यसले गर्दा तपाईँहरूको यति चासो भएपछि एउटा समिति बनाऊ, त्यसको अनुगमन म पनि गर्छु, त्यसको उसमा चाहिँ म पनि लाग्छु भनेको मात्रै हो। अझै पनि जे निर्णय आउँछ त्यो गर्नेमा हामी त्यही लान्छौँ। क्यामेरामा तपाईँले सोचेर बोल्नुहोस् है, रेकर्ड हुन्छ। यो आज सुरु गर्नुभन्दा अगाडि यदि तपाईँहरूले क्लियर कुरा गर्नु पर्यो, उहाँको कारणले गाह्रो छ क्लियर राख्नु पर्यो। इआईमा के हुन्छ त भन्दाखेरि त्यो बाटो बनाउँदाखेरि लाग्ने सामग्रीहरू कहाँ कहाँबाट ल्याउने, कसरी जाने, कति क्षति हुन्छ, त्यसको मूल्याङ्कन त बुझ्यौँ हामीले। प्राविधिक लेभल भन्नुभयो, गाउँपालिकाले अहिले मारमा परेको बाटो चाहिँ बुद्ध शान्तिको यो खोलामा स्थानीयहरूको कुरो एउटा आइरहेछ। यो विषय विवाद हुँदाखेरि तपाईँहरू बाटो बनाउने कि नबनाउने भन्नुहोस्। त्यही त विषय भयो। त्यो यो विवाद भयो भने बाटो नबनाउने आइई रिपोर्टमा खुलस्त रिपोर्टको कुरा नगर्नु न। यो विवाद भयो अरे बाटो बनाउने कि नबनाउने भन्नु न। तपाईँ त सम्बन्धित निकायमा यो कुरा लिएर जानुहोस् न, त्यहाँ अवरोध आयो भनेर जानुहोस् न। तपाईँ जनतासँग बाजो गराउन किन आउँदै हुनुहुन्छ त यहाँनिर? त्यो गिटी बालुवाहरूको कुरा छ। यो हिजो मेरै पालामा पनि त्यस्तो यस्ता विवादहरू बेला बखत आउँथ्यो। आउँदाखेरि हामीले अब सरकारी नम संस्थाले इआई के गराएर त्यति बेला पनि हामीले गिटी ढुङ्गाहरू उठाउने एउटा प्रचलन बनाएका थियौँ। त्यति बेला के भनेको गणेशचोक जाने मार्गदेखि उँधोबाट उठाउने, उँभो चाहिँ नपाइने भन्दै थियो। के लाग्यो भने तपाईँले भन्नुहुन्छ जाली माथिबाट भन्नुहुन्छ होइन। अब जाली नै त्यसको माथिबाट जस्तै जालीकै त्यहीँतिरसम्म खन्नुभयो भने त त्यसको अर्थै भएन नि। त्यसको अर्थ रह्यो त। अब हाम्रो सबै कुरा उहाँले राख्नुभयो। एक कुरा अब यहाँदेखि त मजदुरी पनि छ होइन। जेसिबी लगाएपछि मजदुरी पनि हामी कमाएर खानुपर्छ। यहाँ हरेक यहाँ बाला गिटी चालेर ढुङ्गा निकालेर कमाएर खानु पनि पर्छ। जेसिबी लागेपछि भइसक्यो, विकास नहोस् भन्नु खोजेको होइन। हामीलाई पनि विकास त चाहिन्छ होइन। अब त्यो विषयले चाहिँ अब वारिपारि सुरक्षित अब खानेपानी देखिहाल्नुभयो। अघि कसले भन्दैथ्यो उहाँ किन स्थानीयले सिसा फुटाएर राखेको त्यहाँ भने किन राखेको। अब हामीले स्थानीयले त के गर्ने, त्यहाँ एक दुईवटा गाडी ट्र्याक्टर त छेकिन्छ नि। अब हामीलाई त तिर्दैन। अनि अलिकति हामीले चाहिँ विषय अहिले अब सालिँदा र अलि पछिको विषय पनि हो। अब त यता वडा अध्यक्षहरूले पनि एउटा निश्चित एरिया खोला खोल्ने समयमा पनि एउटा निश्चित एरिया तोकिदिएर खोले अनि राम्रो हुन्छ भन्ने अब हाम्रो भनाइ त सबै उहाँहरूले राखिदिइहाल्नु भयो।